एभ्रिवान नमस्ते नमस्ते भन्नु मेरो किन लम्बा छ बाले बहिनीको कपाल हेर्नु न कत्रो ठुलो भइसक्यो अहिले बहिनी कति पढ्छ बाबा युकेजी मिकी युकेजीमा पढ्छिन् मिकी अनि हामीले भिडियो पनि हालेको छैनौँ बहिनी सुरुमा अस्ति बहिनी बिरामी भएर 1 महिना मुड अफ भयो अनि भिडियो हालिनौँ अनि हाम्रो भिडियोमा त कसैले लाइक पनि गर्नु न कमेन्ट पनि गर्नु न हैन मेरो बाबुको टाउकोमा एउटा मेरो सिन्दुर अनि हामी चाहिँ हेर्नु न हाम्रो नजारा देखाउँछौँ है बाटोमा छ नि त हाइवेमा अनि त्यहाँ त्यहाँ गर्छ नि हामी बोलेको राम्रो पनि सुनिँदैन त्यस्तै गाडीहरू आउँछ है त्यस्तै छ अब हामी अबदेखि हामी भिडियो अलिअलि हाल्छौँ होइन हामीलाई सब्सक्राइब पनि गर्नु है बहिनीहरू ठिक छ नि त होइन अस्ति त बहिनी त राम्रो खोकी लागेर हस्पिटल गएर हामी त अनि भिडियो नहालेको त्यही भएर नि अनि अर्को हस्पिटलमा मङ्गाबारी हस्पिटलमा परिवार भएर एउटा टिकटक बनाएको थिएँ ल बाई बाई अहिलेलाई यति नै